ल हामी अब यो रारा राष्ट्रिय निकुञ्जमा हामी प्रवेश गरेको अवस्था छ। वेलकम टु रारा नेसनल पार्क। हल्ला नगर, सुस्त बोल्नु हुन्न कि धेरै। के छ दूरी हामीले हजुर 1.5 घन्टा। हामीले स्पिड कतिको हो? स्पिडको लिमिट हुन्छ कि हुन्न? बुलबुले टिकट काउन्टर। के देखाउने यार? आइडी कार्ड। मैले देखाउने सबै साथीहरु एकजना देखाएको हुन्छ। साथीहरु मैले देखादैन लाइसेन्स। मैले लाइसेन्स देखाउने के भयो? हैन देखाउन छ अब सर लिनु। निकाली हाल्यो। गणेश विशाल हजुर अलगै हो? होइन, हाम्रो विकास गौतम हाम्रै टिम हो। निकालेका छैनौँ सर, हामी क्रस गरौँ सर। हस्, थ्याङ्क यू सर। 1.5 घन्टा भने 1 घन्टा तान्नियो यो बाटो। रारा नेसनल पार्क। अनि त्यही भएर त कसैले आँखा गर्न सक्दैन नि। मेरो त पाटन घोडा चलाउने छ, चौरी चलाउने छ। यतिर हेर्ने क्यामेराले अर्कातिर खिच्ने, आफूले अर्कातिर हेर्ने हो कि घर सबै समेट्नु परेन। मैले त्यही भएर त 0.5 मा हेरिरहेको छु के अरे। लकपाटन पानी होइन कि यो शीत परेको। ग्लभ्स लाउँदा नि चिसो भएको क्या। मैले त उसले धेरै घोडामा धेरै दिशा कम भयो नि, नै पनि सकिन्न। केटाहरू हेर चिसोले बिरामी हुन्छन् 100%। मैले त यो ज्याकेट धन्न विकासको ज्याकेट लगाएछु आज मैले जानेर। सुन्यौ, विकासको ज्याकेटभित्र लाएर मलाई त्यति चिसो फिल आएन शरीरमा चाहिँ। गर्मी हेर
घाम चर्के हुन्थ्यो के यार भोलि मस्त घाम चर्के बल्ल मजा हुन्छ के एक घन्टा करिब हाल्दैन टेन्सन नगर हाल्दैन त हाल्ने धेरै हुन्न क्या लाने गाउँ त दाइ तिनीहरूको आम्लो केरी खुम्चिन्छ नि यहाँ आम्ला केरी खुम्चिन्छन् मलाई यति हानियो हो अगाडि भिडियो गरेर अब राम्रो आउँछ छैन यति बेर छैन अब चाहिँ ठुलो भने पानी गयो बाटो अलि त्यो सिधैलो हो क्या सिधैलो बाटो हो क्या यो नेपालीहरू पनि घुम्नलाई आछन् बाहिरी मान्छेहरू पनि आउँछन् रारा भनेपछि बल्ल पहिला हामीले पढेको मात्र आइयो अहिले अब प्रत्यक्ष हामीले कति वर्षमा हामीले प्लानिङ गरेर 10 वर्षमा आइयो भनेपछि होला तल गएर निक्ल्यो नि होला के भएर हो उज्यालोमा रारा पुग्नुपर्छ क्या हेर्दै उहाँ आसपासमा के थियो भन्ने नि त जान्नु पऱ्यो कि होइन र हेर त तराईतिरै झरे जस्तो छ यता फेरि तर यहाँ ठाउँ त अनएक्सपेक्टेडै छ कि यार हेर त कहाँ प्राकृतिक सौन्दर्य त अनि हामी नेपालीले त्यसलाई किनेर ल्याउँछौँ कि त्यहाँ विदेशमा भएको त्यो किनिन्थ्यो नि यहाँ हामीले त चिन्न सकेका छैनौँ सागर छिटो किरणले मलाई मलाई नि सम्झिने एरियाबाट भिडियो गरायो है भन्दै थिएँ सागर भान्जा पनि छुट्यो भान्जा भए नि धेरै रमाइलो हुन्थ्यो तल पनि बादल छ त्यसपछि पानी पर्यो फर्म लिएर आउनु होला बस्नु भाइ मिल्छ नि कुसन एड गर्न बाइकमा कुसन एड गर्न मिल्छ नि मनपर्छ साथी बिस्तारै आउँदै गर्छ ट्याक्क चार्ज भ्याइने ठाउँमा बस्यो ट्याक्क त्यहाँ यो रारासम्मलाई अब चार्ज गरिदियो कि 1-1.5 घन्टालाई काम गर्छ नि त 70%ले त
है अब चाहिँ के छ बल्ल युटर्न फेरि हिउँ परेको पितु साह्रो लागेको बाटोमा बुझ्नै सकिएन यो पानी परेर यति कठ्याङ्ग्री नपर्दैन कि कठ्याङ्ग्री नि जो छ जाडो कठ्याङ्ग्री यो हो कि तिमीले अब हात मात्रै यो होइन तिम्रो त क्यामेरा गरेको यत्रोमा पनि हामी पुरै भिजिसकेको छ कि अगाडि झन्डा राखेर रहेछ नि भाइले बुटल भइरहेको छ झन्डाले हिँड्नु बुढा म त एउटै छु आज पाइन्ट यो लाउनाले मलाई चिसो भएको छ अर्को भए चिसो हुन्थेन सबैले फोन गरे मान्छेले नि एउटै भन्न लाग्यो साथी झर्ने तान्ने कति छ हिँडेको होइन टेन्सनै नगर भाइरै जालै त लाग्यो सम्मो ठाउँ हो नि त ताल भनेको त यार पोखराको त्यो फेवा तालभन्दा ठुलो ताल हो रारा डाँडामा भयो नि त्योभन्दा ठुलो हो भनेपछि कति बसेको ठाउँ चाहियो भन्ने कुरा हो कि फेवा तालभन्दा ठुलो रारा ताललाई देख्नलाई त कति बसेको क्षेत्र चाहियो यो 0.5ले क्याप्चरै गर्दैन डाँडामाथि जानुपर्छ 0.5ले उ गर्दैन तर उ गर्ने हो है बरु क्यामेराम्यानलाई पनि हुन्छ सम्वाद 30 मिनटमा त 4जना बोल्न जस्तै बोलिन्छ र यसो 2-4 क्वेसन आफै बोल्न पऱ्यो त्यति बोल्न पऱ्यो 1 घन्टा जान्छ कि सियोर जान्छ 1 घन्टाको निम्ति यसो गर्छ किलाई भन्ने हो त्यस्तो लाइभ नै मजा आउँछ दसैँको अघि पछि त हुन्न भोलि दसैँको दिन हो भोलि भ्युज जानु के भयो केही भयो केही भएन चिप्लियो कि अब त उठाउ त चिप्लो भयो कि छिटो पेट्रोल पक्रियो कि गाइज सोचे जस्तै भयो है यात्रा पेट्रोल धेरै गयो नि साथी यार कहाँ चुयो होइन ट्याङ्की त लिक भएन ट्याङ्कीबाट यो केही गएको होइन गएको होइन कहाँ भित्तातिर लगेको छ नि यार होइन नि चिप्लिएछ क्या त्यहाँबाट